सुत्केरीको बन्दोबस्त न यता राम्रोसँगलाई सुतेको नि हुन्छ बिस्तारै बिस्तारै Good morning everyone and after Tika day 4-5 Look at this view आज चाहिँ मजाले घाम लागेछ के भएको थाहा छैन हिजो घाम लाग्नु पर्नेमा आज घाम लागिरहेछ यहाँ जाडो त्यस्तै छ पानी त्यस्तै चिसो छ खाजा बनाउनु हिँड्नु भएको छ यहाँ मम्मीले बनाउनुहुन्छ अरे आज बिहानको खाजा चाहिँ आज हाम्रो पुरीबाट सुरु गरेका छौँ यहाँ पुरी बनाउने मान्छे चाहिँ उहाँ हुनुहुन्छ उहाँ चाहिँ इस्कुस केलाउँदै हुनुहुन्छ ओड्ने छोरी उडेर फोहोर हुन्छ होला यस्तो धुनी यहाँ पुरी जस्तो हुँदैछ अम्मा कालो पकाउँदा पकाउँदा मेरो हालत खराब भइसक्यो कहिले कहिले गाह्रो हुन्छ नि हिजो भर्नु आएको होला फेरि पुरै धुवा भइसक्यो यस्तै छ गाउँमा त बत्ती पनि यस्तो गर्छु म चाहिँ यहाँ माथि ठुल्बाको घर आएको आज चाहिँ यतै बस्छु हो म यतै बस्छु होला अनि यो चाहिँ हेर्नु टमाटर हुन्छ नि यो अचार खाने टमाटर यस्तो दामी देख्छ नि यस्तो पानी परेको परेछ ओ माय गॉड यस्तो ल यस्तो त दिन्छ नि लुगा सुकाएको अघि घर धोएर यहाँनिर उसले बच्चा पाएको रहेछ अस्ति भर्खर कहाँ सानो छ बच्चा यहीँ यहीँ देख्नुभएको त सानो बच्चा छ यहाँनिर तर्स्यो हेर यिनीहरू लुक्यो यसको बच्चा अस्ति भर्खर पाएको अरे कति सानो बच्चा छ यहाँनिर हेर पानी परेछ नन पानी परेको छ गाउँमा आएकोदेखि के भन्ने होला टेन्सन छ यो चाहिँ हाम्रो भएको घर अनि माथि घरहरू यो यस्तो छ ओभर पानी पर्ने झाउलाग्दो दिन भइरहेछ यो चाहिँ ओथारो बस्छ ओथारो नानीहरूलाई बच्चा होला उसको अन्डा पाउनुलाई ओ माय गॉड के हो यस्तो यो पुरा ढाकिसक्यो कुहिरोले झन् भैँसीले बच्चा पाउँदै बिहानै ब्याउँदै आज ठुल्बाकोमा बस्न आएको तल चाहिँ भैँसी ब्याइसकेको थिएँ त्यही भएर म फेरि भैँसी ब्याएको हेर्नु जानु आँटेको अस्ति नदेखि हुन्छ भन्दा आज म माथि आएको दिनमा चाहिँ भ्याएछ हौ के साह्रो होला अब पुग्नुपर्छ त्यहाँ तल सुँगुरले पनि बच्चा पाएछ यहाँनिर यस्तो चिप्लो बाटो छ नि हेरे भयो सुँगुर फेभरेट हो क्या भोक लाग्यो रे अघि खाएन उही बच्चा कति सानो के देखेर त हामीले ल हुसेले बिचरा त्यही भएर नआऊ भने तिमीलाई हुसे लगाएर भैँसीको पाटा हेर्नु जान्ने लगेर बेच्नु लाग्यो भने नि क्या पाटा हेर्नलाई यस्तो पानी परिरहेछ यस्तो हुसे के हो केही देख्दैन यार झन् मौसम खराब भइरहेछ नेपाल काठमाडौँ त नेपाल भन्नु मात्र आउँछ काठमाडौँ कसरी फर्किँदैन टेन्सन भइसक्यो यस्तो डेन्जर बाटो छ नि चिप्लै गर्छ यसको बाद
झन्डै लड्या म झन्डै लड्या एक्लै होला नि तिमी फेरि हामी भागेर कान्छ बाँधेर आउँछ भाग्नुपर्छ यस्तो ल यहीँको यहीँ नदेख्ने हतार भइसक्यो बाबुलाई यहाँ अब त आइपुग्न आँट्यो भइसक्यो पाडा हेर्न पनि कहाँसम्म पुग्नु भएर कोदो फुल्यो सबै याचक पुचक भएछ यस्तो लडेर मेरो हात झन्डै भाँच्यो यहाँ यो बाटो जहिले लस्यो सबैलाई काम छ बेसी क्या भन्नु पर्यो गोठमा आइपुग्यो भैँसी ब्याग यस्तै छन् छ भैँसी ब्यारे यो ल भनेपछि ताकत पऱ्यो चढ्यो उयोले नि त बच्चा आएर होला इ पाइसक्यो यहाँ यत्रो सानो अब टाढो भएछ जस्तो लाग्छ कसरी पाएछ बच्चाको केही नहुने केही नकराउने केही गर्दैन रहेछ के भएर त्यो सफा गरे है सफा गर्दा होइन त्यो यसरी सफा गरिदिन्छ आफै आमा यस्तो मौसममा पाएको त फेरि ठिकै लाग्दो वाला ल खाना चाहिसक्यो अब बिचरा यहाँहरूलाई त लाग्छ र बिता पाएछु त त्यहाँ सानो भाइ खोइ त्यो माउ अब सुत्केरीको स्याहार गर्ने होला सबजना मिलेर सुत्केरीको स्याहार गर्दै बिचरा उहाँ पर्यो होला ऊ पनि भइसक्यो नि के भइरहेछ आज यहाँ बिचरा हरियो घाँस सास आजको दिनमा मान्छे सुत्केरी भए अहिले यहाँ के भइसक्थ्यो बिचरालाई जाडोमा हो भने नयाँ पाहुना आयो चिनेन च्याङ्मालाई च्याङ्मा चिनेन तिमीलाई त उठ्यो 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 आमा उठ्यो 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 बिचरा जबरजस्ती उठ्याछ ऊ लडेको अघि त्यहाँ ऊ त लड्यो नि ला लड्यो प्लात्तै चिसोमा प्लात्तै भयो होला झन् त्यो हान्छ है हान्छ मजा ल है उसलाई बन्दोबस्त केलाई रे सुत्केरीलाई सुत्केरीको बन्दोबस्त तातो बेटे कोही पनि जानु मन छैन न्यु न्यु भनेर चाहिँ ल ल एकछिन हामी साथी झरेपछि आउने र बच्चा चाहिँ त्यहाँ भर्खरै झरेको यस्तो मौसममा यहाँ सुत्केरीको तयारी सुत्केरीको सेवामा यत्रोजना उठ्यो 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 उठ्नु खोजिरहेको छ उठ्नै सकेन बाजे बोलाएर मजाले चिन्नु मात्रै खाँदैन सबै
कमला स्याउलो जस्तो ओछ्याएर दिनुपर्ने तल्लोपट्टि एक भाइजित ल्यायो पोले यहाँ त भयो ऊ सन्दै भेली पनि भनिदिउँ अहिले त्यस गर्दा गर्दा पकडा हुन्छ त ए मलाई खुट्टा काट्टा राख्ने अबि कति लड्छ त्यसैको त्यही हुन्छ अहिले सकिन हार माने फेरि मैले वाला दरङ बेली भोकर नजिम ल ल खाना ल तर गरौँ जस्तो छ यो बाजे बजारले चाहिँ नसक्ने सोचाङ नुहाइ गई हुँदैछ यहाँ यहाँ डुङ्गो मडेस ल्याएर सुत्नु कहिले न यता राम्रोसँग लाइ सुतेको नि हुन्छ उठ्छ 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 ममले सफा गरिदिँदै हुन्छ यहाँ अब घिउ लाग्नु गाह्रो यसलाई बिचार थाहा पाइसक्यो हजुर नहीं ग्रुप के एकदम ठंडा दुध खानै खाना छ क्या भर्खर चन्ना हो नि त त्यही भएर पानी परेको छ त्यस्तै कत्रो कत्रो अनुहार देखा भयो पाँच दुई किलो तातेर कति गाह्रो या दुध खुवाउनलाई गाह्रो दुध खुवाउनलाई फकाई 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 दुध खुवाउनु परेको छ बच्चाले हो होइन होला खाए खाए चल्यो खाए खाए अब यहाँ तातो मलाई राख्ने होला उसलाई मान्छेको बच्चा जस्तै केयर गर्नु पऱ्यो नि हो नि होइन हो नि हो सबै हो अनि त चिसो लाग्यो निमोनिया हुन्छ यसलाई च्याङमाले पुग्छ हो सक्छ ऊ चिप्ल्यो चिप्ल्यो यता यता च्याङमा यता यता आउनुहोस् यता त्यहाँ लाग्छ अहिले यसको त हरिहरि छ बेसार बेसार लागेको के अघि बुवा उसले त सबै रहेछ नगरे पो त जुर्को उठेर लग्नु ओछ्यान रेडी गर्दैछ यहाँ ओछ्यान रेडी गर्दै कहाँ लाला मेरो बच्चालाई आजलाई छुट्टी आमालाई तर चाहिँ क्या सबैजना गयो नि ऊ गिजा मात्रै हो कि ए त्यस्तो दादा हुन्छ
ओछ्याउनु बस्ने ठाउँ यसको बस्ने ठाउँ होइन त मामा यस्तो रे गर्न मामाले गर्न यस्तो रे मामा प्रिन्सेस सजिलो छ मामाले एक्लै छ बोक्छ छोडिदिनु मजाले बोक्छ उसले अघि जुरु नखसाल्नु है बिस्तारै बिस्तारै आम्मा छटपटाएको त डर छ नि सानो होइन हेर बच्चा पाएपछि खुट्टा पनि बाँध्ने पर्छ पाउने बित्तिकै गाह्रो छ लड्दै पढ्दै लड्दै पढ्दै यतातिर पुग्छ होला त्यो राति खुट्टा टेकेको छैन राम्रो देखाइदिनु के साह्रो बलियो त यत्रो बजारमा यस्तो बलियो छ लास्टमा खाएरै जानुभयो हामी यहाँ बिगती त्यत्रो दिन कुर्दा 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 पाक्यो निकाल्नु डर लाग्यो टन्न भयो उहाँ चाहिँ मेरो भेना हो हाई गर्नु त भेना हाई हाई उहाँ चाहिँ मेरो नाना हाई गर्नु मलाई बाहिर जाँदा डलर दिनुभएको कति दिन भएको थियो मलाई खै गऱ्यो मैले खाएँ 5 गरे 6 गर्थ्यो है धेरै थियो कि डलर तैतिर दिनु भएन के दिदीले मलाई मैले लानु भने के भेनाले त छानेर दिएको मलाई के थाहा ब्रदर डेट गएको चल्दैन के तल डलर गर्ने डेट हुन्छ खासान हुन्छ भनेर खाएँ मैले